यो तामाङहरू कामै छैन। सरकार यो तामाङहरूलाई राजी लग्यो। कति इमान्दारिता भएको, कति इमान्दारिता स्पष्टीकरण, कति चाहिँ एकदम सफा मन, एकदम इमान्दारिता कति भएको। एउटा एमालेको मन्त्री शेरबहादुर तामाङ सत्यता बोल्दा मन्त्री पद खुस्क्यो। एउटा कान्छाराम तामाङ काङ्ग्रेसको आफ्नै पार्टीभित्रको पनि बेथिति यो छ भनेर क्लियर बोल्दाखेरि पार्टीबाटै निष्कासन भयो। अर्को अहिले यहाँ एउटा आशिका तामाङ त्यत्रो 2 तिहाईको सांसद छ, पावरफुल व्यक्ति, आफ्नै पार्टीभित्रको पनि यो बेथिति छ, यो चाहिँ नराम्रो कुरा हो भनेर प्रचार प्रसार गर्न थाले। भनेपछि यति चाहिँ यो जनजातिहरू किन यति धेरै चाहिँ इमान्दारिता भएको? झुटो बोल्न जान्दैन? झुटो बोले नि हुन्छ नि कतिपय कुरामा त, चुप बोलाएर बसे नि हुन्छ, पैसा कमाऊ, नाम दाम इज्जत कमाऊ, त्यो झुटो बोलेर चाहिँ पार्टीबाट अब आशिका तामाङलाई पनि पार्टीबाट सांसद पदै खारेज गर्ने सक्ने बेला हुन लागिसके जस्तो छ। भनेपछि किन इमान्दारिता हुनु पर्यो? कुलमानी घिसिङ त्यस्तै ल्याम्म घुस खाएर पैसा लम्म कमाएर नबसेर दुनियाँ चाहिँ त्यो मान्छेको चाहिँ घर घरमा बत्ती पुर्याएर त्यति इमान्दारी छ। यो कामै छैन के। यो जनजातिहरू चाहिँ कहिले, त्यही भएर कहिले पनि उँभो लाग्दैन, टिक्दैन पनि। खालि इमान्दारिता बढी देखाउँछ, बढी चाहिँ भएको कुरा भनिदिन्छ। आफ्नै पार्टीभित्रको पनि आफैले पाप गरे हो, आफूले अपराध गरे हो भने हो मैले यो गरेँ हो भन्ने लुकाउन सिक न हो, सिक। यत्रो वर्ष राजनीति गरिसक्यो, यत्रो इतिहास हेरिसक्यो, पुस्ता पुस्ता त्यो भइसक्यो। अब चुपचाप लाएर यसो सिक्नु, राजनीति सिक्नु। गल्ती भयो नि गल्ती गरे पनि गल्ती छैन होइन भन्न सिक्नुपर्ने अवस्था भइसकेछ के।